नमस्कार सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरू। म सबिन प्रियासन, घोराई बनाऊ अभियानको संयोजक। तपाईँहरू देख्न सक्नुहुन्छ म यति बेला घोराई उपमहानगरपालिका वडा नम्बर 14 मा यो गणेश मन्दिर नजिकै रहेको छ। यो स्वप्न होजेरी म यहीँ छु र यहाँ दिदीबहिनीहरूले काम गरिरहनु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। मलाई एकदमै खुसी लाग्यो। यहाँ चाहिँ यो रचना सुवेदीले सञ्चालन गर्नुभएको यो होजेरीले धेरै प्रशंसा पत्रहरू, सम्मान पत्रहरू पनि आफ्नो काम मार्फत पाइसकेको अवस्था छ। यहाँ दिदीबहिनीहरूले काम गरिरहनु भएको छ, म देखाउन लागिरहेको छु। यहाँ विशेष गरी ऊनबाट बनाइएका विभिन्न वस्तुहरू जो हामीले घरमा चाहिँ सजाउनदेखि लिएर उपहार दिनेदेखि लिएर अन्य विभिन्न काममा प्रयोग गर्न सक्छौँ। त्यस्तो सामग्रीहरू रचना सुवेदीको नेतृत्वमा रहेको यो टोलीले निर्माण गरिरहेको छ दिदीबहिनीहरूले। म सबैलाई यो भिडियोमा स्वागत पनि गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ यति राम्रो राम्रो यो खेलौनाहरू, अन्य हामीलाई आवश्यक पर्ने वस्तुहरू उहाँहरूले निर्माण गर्नुभएको छ र विभिन्न क्षेत्रबाट यो होजियारी रचना सुवेदी सम्मानित पनि भइसक्नु भएको छ। उहाँ लामो समयदेखि यही उद्यमशील काममा लागिरहेको अवस्था छ र धेरै दिदीबहिनीहरूलाई रोजगारमुखी बनाउने सवालमा उहाँले गाउँ गाउँ पुगेर तालिमहरू दिएर यस प्रकारको काममा पनि दिदीबहिनीहरूलाई लगाइरहेको अवस्था छ। कतिपय एकल दिदीबहिनीहरू, महिलाहरू जसले चाहिँ विभिन्न कारणले दुःख पाइरहनु भएको थियो, समस्यामा पर्नु भएको थियो, त्यस्तो दिदीबहिनीहरूलाई पनि रचनाजीले चाहिँ साथ समर्थन गरेर उहाँहरूलाई सिपमा जोडेर उद्यमशील बनाएर उहाँलाई आत्मनिर्भर बनाउने सवालमा चाहिँ उहाँले भूमिका निर्वाह गरिरहेको छ। हामी यही विषयमा चाहिँ यहाँ देखाइरहेका छौँ र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ विभिन्न उहाँले पछिल्लो चरणमा यो ठ्याक्कै यो विभिन्न फलफुलहरू यो मेरो हातमा यो बनाएको चाहिँ छ हैन, एप्पल हैन, ओरेन्जहरू, एप्पल, अनि त्यसपछि यो आँपहरू हैन, अनि विभिन्न यो फर्सी लगायत यो धेरै यो बनाना हैन। मलाई यहाँहरूको चाहिँ यो उत्पादन चाहिँ कम्तीमा पनि यो स्कुलहरूमा यो विद्यार्थीहरूलाई देखाएर पढाउँदाखेरि अझै राम्रो तरिकाले बुझ्छन् भन्ने हिसाबले चाहिँ उहाँहरूले तयार पारेको हुनुपर्छ यो। र यो विद्यालयमा यस्तो सामग्रीहरू लगेर साना साना केटाकेटीहरूलाई यो देखाउँदै पढाउने चाहिँ एक किसिमले व्यवहारिक शिक्षा पनि भन्छ यसलाई। यो गर्न सक्ने हो भने अझै हाम्रा छोराछोरीहरू अझै बाठो हैन हुनेछन्। यहाँ छाता लगायत सबै कुराहरू छ, एदेखि जेडसम्म हैन, जे आउँछ त्योबाट नाम उहाँहरूले सबै बनाउनु भएको छ। हामी थोरै यो विषयमा चाहिँ रचनाजीसँग कुरा गर्न चाहन्छौँ। ल रचनाजी, यहाँलाई स्वागत छ। मैले तपाईँले बनाएको सबै कुराहरू पनि देखाइरहेको छु। थोरै यसको बारेमा अलिकति भनिदिनु न हजुरले। नमस्कार सर, सरलाई स्वागत छ। हाम्रो होजेरी उद्योगमा सरले आइदिनु भयो। हामी चाहिँ धेरै चाहिँ हामी लैङ्गिक हिंसामा प्रभावित दिदीबहिनीहरू सङ्गठित भएर आय आर्जनमा जोडिनुपर्छ भनेर यसरी काम गरिरहेछौँ। अरू चाहिँ हाम्रो राम्रै भइरहेछ, गइरहेछ। अहिले हामी चाहिँ बच्चाहरूले खेल्नको लागि ए फर एप्पलदेखि जे फर जेब्रासम्म हामी सबै सामानहरू बनाइरहेछौँ। यो बच्चाहरूले खेल्नको लागि असाध्यै राम्रो हुने, त्यो यसरी हाने खेल्दाखेरि खेल्ने सँगसँगै यबाट सिक्ने पनि भयो, यस्तो हुन्छ भनेर हैन, हेर्दै सिक्दै यो अङ्गुर यो ब्ल्याक बोर्ड अथवा कापीमा भन्दा पनि यो स्वयं वस्तुहरू देख्यो भने हैन उनीहरूको दिमाग अलि अझै ठाडो हुन्छ। यो अहिले कहाँ पुर्याइरहनु भएको छ हजुरले? यो सबभन्दा धेरै सल्यान गएको छ सर। हजुर हजुर, सल्यानको यो हामीलाई यो कन्सेप्ट पनि सल्यानको मेयर सरले दिनुभएको हो, कुपिन्डेको मेयर सरले। हामीले सामान्य बल बनाएको थियौँ, उहाँले बल बनाएपछि हामीलाई सबै सामानहरू बनाइदिनु भन्नुभयो र उहाँले चाहिँ अलि राम्रो लग्नु भएको छ। त्यहाँको बच्चाले साह्रै मन पराएछन् भन्नुभएको छ। हामी गर्दै पनि छौँ। अहिले खासै यहाँ हाम्रो घराइतिर त्यस्तो प्रचार पनि नभएर हजुरहरूले भर्खर बनाउनु भएको छ नि त, भर्खरै सुरु गरेको, भर्खर सुरु गर्नु भएको छ। अनि यो अलिकति बताइदिनु न, यो जस्तो
यहाँ विभिन्न दिदीबहिनीहरू हजुरसँग कति जोडिनु भएको छ यो काममा? हामी कोही फुल टाइम छौँ, कोही पावर टाइम गरेर अहिले हामी 15 जना जति। 15 जनाहरू चाहिँ यही होजियारीमा होइन हजुरहरू जोडिनु भएको छ। अनि अरू अब गाउँमा पुगेर पनि तालिम दिइरहनु भएको छ। अहिलेसम्म कति जतिलाई तालिम दिनुभयो हजुरले? तालिम त मैले लुम्बिनी प्रदेशको सबै जिल्ला पुगिसकेँ सर। अहिले टोटल 1200 जतिलाई मैले दिइसकेँ। अनि 1200 जतिमा यहाँ उद्यमशील काममा लाग्नु पनि भएको छ? केही बहिनीहरू आउनुहुन्छ। हामीले पहिला गराई नगरपालिकाले दिएको तालिमका 1-2 बहिनीहरू आउनुहुन्छ। गत साल पनि नगरपालिकाले आफै पनि काम गरिरहनु भएको छ उहाँहरूले घरमा? हजुर गर्नुहुन्छ अनि गरेर ल्याउनुहुन्छ। यहाँ सामानहरू उहाँले ल्याउनुहुन्छ, हजुरले आवश्यकता पर्छ त्यो गर्छौँ। यिनी सामानहरू धेरै सङ्ग्रहालयमा जान्छ सर। सङ्ग्रहालयमा होइन? सङ्ग्रहालयमा जान्छ। बुद्धका मूर्तिहरू लुम्बिनीको कोसेली घरमा पनि जान्छ सर। काठमाडौँको उद्यमी घरमा जान्छ, बाहिर पनि जान्छ सर। सामान्य गइरहेछ। हामीले चाहिँ सबैको लागि आह्वान के गर्छ भने बच्चाहरूलाई खेलिदिनको लागि चाहिँ यो सामान लगिदिनु भयो भने धेरै महिलाहरूले रोजगार पनि पाउँथे, राम्रो पनि हुन्थ्यो होइन? राम्रो पनि बच्चाहरूले सिक्थे पनि होइन? हजुर, बाटबाट मैत्री छ बच्चाहरूलाई। त्यो भगवान् दियौँ भने बच्चाहरूले ढोक दिनुहुन्छ कि लगेको थियौँ एक ठाउँ। त्यो बच्चाहरूले सिक्दै खेल्दै गर्दा धेरै राम्रो हुन्छ। अनि जस्तो हजुरहरूले यो ऊनहरू यिनी सामानहरू कहाँबाट ल्याउनुहुन्छ नि? यो हामी कच्चा पदार्थ चाहिँ बुटोलबाट ल्याउँछौँ सर। अनि अलि यहाँको पालिका लगायत विभिन्न सामाजिक संस्था कसैले त्यस्तो केही सहयोग गरेछ हजुरहरूलाई? नगरपालिकाले राम्रो सहयोग गर्नुहुन्छ। घरेलु महानगरपालिकाले? अनि घरेलुले गर्नुहुन्छ। यहाँको घरेलु कार्यालय राम्रै गर्नुहुन्छ सर। घरेलु महासङ्घले पनि सामान चाहियो भने हामीसँग दिनुहुन्छ। सबैको सहयोग र साथ चाहिँ आज हामी यतिको भएको छौँ सर। सबैको सहयोग साथ छ सर। यसलाई अझै राम्रो हुँदै गयो भने यसलाई बढाउँदै होइन थुप्रै दिदीबहिनीहरूलाई हामीले चाहिँ के सोच भने सर सबै दिदीबहिनीहरूलाई कच्चा पदार्थ दिने अनि उहाँहरूलाई घर घरमा काम गर्नुहुन्छ। मार्केट फिक्स भयो भने उहाँहरूको टोलमा यस्ता गठन गर्ने बरु हामी गएर सिकाउँछौँ होइन। महिलाहरूलाई अहिले धेरै समस्या चाहिँ मानसिक समस्या भइरहेछ। यो काम गर्यो भने बहिनीहरू पनि सोध्न सक्नुहुन्छ। मान्छेको ध्यान सबै यसमा जान्छ कि तनाव हुँदैन। यो तनाव व्यवस्थापन गर्नलाई सबभन्दा ठुलो हुन्छ सर। धन्यवाद रचनाजीलाई। म यहाँ काम गरिरहनु भएको छ बहिनीलाई थोरै केही सोधौँ। ल नमस्ते बहिनी है, हजुरको नाम के हो? नमस्कार, मेरो नाम चम्पा चौधरी हो। घोराइतिरमा बस्छु। घोराइतिर घरै त्यही हो? हजुर। ल अनि कति भयो हजुरले यो सिकिरहेको? अहिले 3 वर्ष पुगेर यता चाहनुलाई। 4 वर्षदेखि निरन्तर यही काम गरिरहनु भएको छ? यही गरिरहेको छु म। जस खुसी हुनुहुन्छ? खुसी, धेरै खुसी छु म। पहिला त्यतिकै बस्नुभन्दा होइन? हजुर, त्यतिकै बस्नुभन्दा अब केही गरौँ भनेको थिएँ। अब गरेपछि हुने रहेछ भनेर थाहा पाइयो, गरेर अनि 3 वर्ष पनि कटाइयो। ल चम्पाजीलाई धन्यवाद, बधाई पनि। ल यहाँ अरू दिदीबहिनी पनि हुनुहुन्छ, बुनिरहनु भएको छ। ल हजुरको नाम के हो? मेरो नाम मिनाजी छ। ल हजुरले यो अहिले के बनाइरहनु भयो? स्वेटर। अब जाडो आउँदैछ होइन, अहिलेदेखि तयारी। अनि म्यामको नाम? नमस्ते, मेरो शान्ता चौधरी। शान्ता चौधरी, कहाँ हो घर? घोराइतिर। घोराइतिर नै हो। कति भयो हजुरले यो काम गर्न? जस राम्रै छ होइन दिदीबहिनीहरूसँग? ल एकदम राम्रो गर्नु है। यहाँ धेरै दिदीबहिनीहरू हुनुहुन्छ। ल हामीले अर्को पहिला स्वागत गऱ्यौँ। मेरो नाम सम्झना पुन। ल अनि सम्झनाजी घर कहाँ पर्यो? घर मेरो चाहिँ बङ्गलाचुली हो। बङ्गलाचुली। घोराइ 18मा बस्छु। घोराइ 18। कहिलेदेखि हो यो काम गर्नलाई हजुरले? 4 वर्ष हुन लाग्यो। अनि 4 वर्ष हुन लाग्यो। अब बङ्गलाचुलीको मान्छे बङ्गलाचुली पनि यस्तो काम लगेर जाने हुन्छ कि के हुन्छ भन्नु त अलिकति? त्यहाँको पालिका के भन्न चाहनुहुन्छ? अहिलेसम्म त त्यसो सोचेको छैन। बिस्तारै जोस् हामीले गएर बुझाउनु पर्यो होइन? यो भिडियो मार्फत पनि होइन आफ्नो सम्बन्धित पालिकालाई पनि यस्तो काम गर्दै हुन्थ्यो होइन, थोरै सपोर्ट गरे हुन्थ्यो भन्ने छ। बङ्गलाचुलीका दिदीबहिनीहरूलाई तालिम दिन सकिन्छ मजाले होइन? ल धन्यवाद। ल स्वागत छ हजुरलाई। हजुरको नाम भन्नु त? मेरो नाम एमी पुन। घर कहाँ पर्यो भन्नु त? घर प्युठानमा माण्डवी गाउँपालिका 2 हो। प्युठान। कति भयो घोराइ आएको? घोराइ आएको 10-11 वर्ष। 10-11 वर्षदेखि यहाँ बसिरहनु भएको छ। अनि यो काममा कहिलेदेखि जोडिनु भयो? विगत 4 वर्षदेखि काम गरिरहनु भएको छ। जे होस् आफूलाई ठिकै भएको छ। हजुर। घरमा त्यत्तिकै बस्नुभन्दा होइन? घरमा त्यत्तिकै बस्नुभन्दा बुनेर बस्ने राम्रो। ल यहाँलाई धन्यवाद। ल यहाँ हिसाब गरिरहनु भएको छ, यहाँको म्यानेजर हुनुहुन्छ कि सायद? यो अलिकति हजुरको नाम भन्नु त? नमस्ते, मेरो नाम थमी बाठा मगर। ल थमी बाठामा। घर कहाँ पर्यो? घर प्युठान। प्युठान होइन?
अनि यहाँ हजुरले के आफूले बुन्ने पनि यहाँ हिसाब किताब राख्नुहुन्छ कि नयाँ? नै म नयाँ भर्खरै ए ल अझै केही गर्ने इच्छा छ होइन? ल हजुरलाई बधाई छ। ल हामी अर्को बहिनीसँग स्वागत गऱ्यो। ल नमस्ते, मेरो नाम बेली घरती। ए ल बेलीजी कति भयो काम गर्ला? विगत 4 वर्ष भयो। 4 वर्षदेखि लगातार काम गरिरहनु भएको छ। एकदम ठिक छ होइन? अनि अरू दिदीबहिनीलाई पनि यस्तो काम गर्न आग्रह गर्नुहुन्छ हजुर? हजुर, आउनुहोस्, सिक्नुहोस्, गर्नुहोस्, समयको सदुपयोग गर्नुहोस्। त्यसो राम्रो होइन? ल हामीले देखाइरहेका छौँ सबैलाई। ल सबैले यो धेरै टाढा पनि छैन, घोरै बजारको बिचमा रचना सुवेदीसँग सम्पर्क गरेर यो स्वप्न होजियारीमा आएर पनि यहाँ खरिद गर्न सक्नुहुन्छ र उहाँसँग सम्पर्क गरेर पनि तपाईँहरूले चाहिँ यो लिन सक्नुहुन्छ। थोरै अब यो जाँदा जाँदै हामी अन्तिममा छौँ, यो आफ्नो सबै ठेगाना अनि फोन नम्बर सबै भनिदिनु न। हाम्रो घोराई 15 ठेगाना 15 छ तर काम 14 मा गरेर हामी यही चोक नम्बर सिधाछौँ सर। फोन नम्बर पनि भनिदिनु त भिडियो हेरेरलाई। 98 478 21 716। ल तपाईँले अर्को नम्बर पनि 98 478 21 716 सम्पर्क गर्न सक्नुहुन्छ। हजुर, अनि अर्को नम्बर पनि छ सर, 98 4 3 0 4 9। ल 98 4 3 0 4 4 3 0 9। 4 9। ल सजिलो नम्बर छ, तपाईँहरू यो नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। सामान चाहियो भने देख्न सक्नुहुन्छ। मलाई त एकदमै राम्रो लाग्यो। तपाईँहरू पनि आएर यो चाहिँ हेर्न सक्नुहुन्छ, लैजान सक्नुहुन्छ। म सबैलाई अनुरोध गर्न चाहन्छु।